जनता जान्न चाहन्छन् तर हान्न चाहदैनन्। Do you have any idea how fast I am? तपाईलाई स्वागत छ हाम्रो कार्यक्रममा। तपाईँ चोर हो? पखतलाई अहिले बाहिर आइदिएन अहिले बाहिर केटाहरू बोलाएर हान्छ त पखा होइन, तपाईँले मान्छेको मन चोर्नुहुन्छ अरे। अब त्यो के गर्नु राम्रो लाग्छ मान्छेहरू जनताको कुरा बुझ्नु पाउँदा एकदमै हृदयदेखि नै खुसी छु म यस्तो कुराहरू सुन्न पाउँदा। तपाईँले देश बेच्नुभयो अरे हो? अबे के अरे त फेरि न्युज राख मसँग अहिले हेरे हिँड्नु नखोजी राख्ने फेरि। तपाईँले देशको जनता चोर्नुभयो, मतदान चोर्नुभयो तपाईँले। त्यही भएर तपाईँ देशमा सबैभन्दा उत्कृष्ट पदमा हुनुहुन्छ। ल भन्नुहोस् तपाईँ अहिले हाम्रो देश चाहिँ कुन बाटोतिर जाँदैछ? देश अब गइरह होला आफ्नो बाटोतिर। अब भूकम्प आयो भने पो यताको देश उता जान्छ भन्नु, बाटोको जमिनहरू यसरी हलिन्छ भन्नु, अब थाहा छैन यार। तपाईँ महावीर पुनलाई के भन्न चाहनुहुन्छ, के सजेसन दिनुहुन्छ? अब महावीर पुन जस्तो विज्ञ मान्छेलाई अब म के नै भन्न चाहन्छु र उहाँलाई सबैभन्दा पहिलो चाहिँ म के भन्न चाहन्छु भने पहिला सुरु तपाईँ माछा मार्न जानुहोस्, अनि त्यहाँ माछा मार्नु भइसकेपछि खाजा खानुहोस्, अनि अर्को मेन कुरा चाहिँ उहाँलाई विद्यालय जानुहोस् विद्यार्थी बनेर, अनि त्यहाँ कोही झगडा गरिरहेको छ भने त्यहाँ हल्ला नगर्नुहोस्, चुप लाएर बस्नुहोस् एक ठाउँमा। अनि त्योभन्दा पनि अझ राम्रो सजेसन चाहिँ के दिन चाहन्छु भने छोडिदिनुहोस्। अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने, म भगवान हो र भनेको? केही न केही होला त नि गरौँला, अहिले नै कसरी भन्ने त्यो पत्रकारहरूले त नपेल्नु न हो। ल तपाईँ हाम्रो कार्यक्रममा आइदिनु त्यसको लागि धेरै धेरै धन्यवाद। म आशा गर्दछु तपाईँ जस्तो गेस्ट फेरि ल्याउनै नपरोस् भनेर मैले भन्न सक्थेँ होला, तर तपाईँ मन लाग्यो भने आउनु होला। सबर म भन्न चाहन्छु यो गेट पनि नछिर्नु होला। हस् धन्यवाद, तपाईँसँग भेटेर खुसी लाग्यो। अब ठिकै छ, तपाईँले मलाई यस्तो सम्मानपूर्वक भन्नुभयो। मेरो पनि एउटा के आशा छ भने तपाईँ जस्तो मान्छेको पोडकास्टमा चाहिँ आउन पनि नपरोस्, यस्तो पोडकास्ट त फ्लपै खाओस्। बरु सबैभन्दा राम्रो कुरा त अझ तपाईँको त यो च्यानलै गयो नि हुन्थ्यो यार, बरु कस्तो आनन्द हुन्थ्यो। त्यो पनि ठिकै छ, अब बोलाउनु भइहाल्यो, धन्यवाद हृदयदेखि नै। ल यस्तै हो, जय नेपाल।